सबैजनालाई नमस्कार। आज हामी राष्ट्रिय अनुसन्धान विभाग, अनुसन्धान अधिकृतको खुला प्रतियोगितात्मक परीक्षाको तृतीय पत्र इन्टेलिजेन्स सेवा सम्बन्धी विषयबाट केही प्रश्नहरू, सम्भावित प्रश्नहरूको प्रश्नोत्तर गर्नेछौँ। जसको पहिलो प्रश्न रहेको छ, हाल विद्यमान सुरक्षा निकायहरूको बारेमा छोटकरीमा चर्चा गर्दै सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भूमिका कस्तो हुन्छ लेख्नुहोस् भनेर भनेको छ। नेपालमा हाल 4वटा सुरक्षा निकायहरू रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग। जसमा नेपाली सेनाको काम भनेको यसको स्थापना 1616 गोर्खा राज्यसँगै भएको हो। संविधानको धारा 267 यसको व्यवस्था गरिएको छ भने सैनिक ऐन 2063 लागू रहेको छ अहिले र नियमावली 2069 जारी भएको हो। यसका कार्यहरू भनेको स्वशाम्भव स्वरा अर्थात् स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने, विद्रोह र प्रतिविद्रोहको समयमा सहजीकरण गर्ने, त्यस्तै प्रति आतङ्कवाद सम्बन्धी कार्य गर्ने, वातावरण र प्रकृति संरक्षण गर्ने, अति विशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने, भाइटल इन्स्टलेसन्स अर्थात् सामरिक महत्त्वका संस्थानहरूको संरक्षण गर्ने, विपद र सङ्कट व्यवस्थापन गर्ने, एड टु सिभिल अथोरिटी, युएन मिसनमा सहभागी हुने र विकास निर्माणको कार्यहरू गर्ने। त्यस्तै गरी अर्को सङ्गठन रहेको छ नेपाल प्रहरी। यसको आधुनिक काल भनेको 2012 सालपछिको लागि लिइन्छ। प्रहरी ऐन 2012 असोज 13 गते लागू भएको हो भने प्रहरी नियमावली 2015 लागू रहेको छ। यसको मोटो भनेको ट्रुथ, सर्भिस र सेक्युरिटी रहेको छ, सत्य, सेवा, सुरक्षा। र यसको कामहरू भनेको कानुनको पालना गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने, नेपाल प्रहरीले अपराध अनुसन्धान तथा कारबाही गर्ने, त्यस्तै गरी व्यक्ति तथा सङ्घ संस्थाहरूको धनजनको सुरक्षा गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, प्रकोप व्यवस्थापन, भाइटल इन्स्टलेसन्सहरूको सुरक्षा, मानव अधिकारको पालना र कानुनको कार्यान्वयन गर्ने। त्यस्तै गरी सशस्त्र प्रहरीको काम न्याय बमोजिम उल्लेख गर्न सकिन्छ। यसको स्थापना 2057 साल माघ 19 गते भएको हो र सशस्त्र प्रहरी ऐन 2058 लागू रहेको छ। सशस्त्र प्रहरी नियमावली 2072 321 गते लागू भएको हो भने यसको मोटो भनेको शान्ति, सुरक्षा र प्रतिबद्धता रहेको छ। सशस्त्र प्रहरीको काम भनेको सशस्त्र सङ्घर्षको नियन्त्रण गर्ने, पृथकतावादी गतिविधिहरूको नियन्त्रण गर्ने, आतङ्ककारी गतिविधि नियन्त्रण, त्यस्तै दङ्गा नियन्त्रण गर्ने, दैवी प्रकोप र महामारीमा उद्धार गर्ने, सीमा सुरक्षा गर्ने, बाह्य आक्रमण र नेपाली सेनासँग सहकार्य गर्ने सीमा सुरक्षाका लागि, त्यस्तै गरी महत्त्वपूर्ण प्रतिष्ठान व्यक्तिहरूको सुरक्षा गर्ने र अन्य कार्यहरू गर्ने यसको काम रहेको छ। प्रश्न नम्बर 2 तर्फ लागौँ। वित्तीय अपराध भन्नाले के बुझिन्छ? वर्तमान अवस्थामा यसका चुनौतीहरू के कस्ता रहेका छन् चर्चा गर्नुहोस् भनेर 2+3 भनेको 5 नम्बरको लागि सोधेको प्रश्न रहेको छ। आर्थिक अपराध उच्च सार्वजनिक हैसियत र जिम्मेवारीमा रहेको व्यक्तिले व्यक्तिगत प्रयोजन वा लाभका लागि गरिने कानुन विपरीत सम्पत्तिको स्वामित्व परिवर्तन गर्ने प्रक्रियालाई वित्तीय अपराध भनिन्छ। विगतमा भन्दा वर्तमानमा आर्थिक अपराध 90% वृद्धि भएको छ। यसै गरी वित्तीय अपराधका चुनौतीहरू के छन् भनेर भन्नुपर्दा अनुसन्धान प्रक्रिया समय सापेक्ष बनाउनु पर्ने यो चुनौती रहेको छ। अनुसन्धान गर्ने निकायहरूको क्षमता वृद्धि गर्नु यो हाम्रो अहिलेको चुनौतीहरू रहेको छ। त्यस्तै गरी कानुनको
प्रभावकारी कार्यान्वयन गर्ने पनि चुनौती रहेको छ भने परम्परागत विधिलाई हटाई नयाँपन ल्याउनु पनि वित्तीय अपराधमा छानबिनका लागि चुनौतीहरू रहेका छन्। त्यसै गरी अनुसन्धान गर्न अवधिको वृद्धि गर्नु पनि चुनौती रहेको छ। कुनै कुनै अपराधहरूको अनुसन्धान गर्ने समय सीमा तोकिएको कारण अनुसन्धान निष्पक्ष रूपमा हुन सकिरहेको हुँदैन। त्यस्तै गरी सम्बन्धित निकायहरूबिच समन्वयको अभाव हुनु पनि चुनौती रहेको छ। त्यस्तै गरी विज्ञहरूको छनौट तथा सम्पादन गर्नमा समेत चुनौतीहरू रहेको छ भने डिजिटल फोरेन्सिक ल्याबको निर्माण गर्न र अत्याधुनिक प्रविधियुक्त निर्माण सामग्रीहरू उपलब्ध गराउन समेत चुनौतीहरू रहेका छन्। प्रश्न नम्बर 3 रहेको छ, सङ्गठित अपराध भन्नाले के बुझ्नुहुन्छ? यसका विशेषताहरू उल्लेख गर्दै यसको रोकथाम र नियन्त्रणका लागि के सुझाव दिन चाहनुहुन्छ उल्लेख गर्नुहोस् भनेको छ। सङ्गठित अपराध भन्नाले एनी ग्रुप अर कर्पोरेट स्ट्रक्चर whose primary objective is to obtain money through illegal activities often surviving on fear and corruption भनेर इन्टरपोलको हामी परिभाषा दिन सक्छौँ। अथवा 3 वा 3 भन्दा बढी व्यक्तिहरूले सङ्गठित वा असङ्गठित भई आर्थिक लाभ लिने उद्देश्यले व्यवस्थित तरिकाबाट गर्ने गैर कानुनी क्रियाकलापलाई सङ्गठित अपराध भनिन्छ। जस्तै तस्करी, मानव बेचबिखन, लागु औषध ओसारकोसार आदि भन्न सकिन्छ। सङ्गठित अपराध निवारण ऐन 2070 हाल कार्यान्वयनमा रहेको छ। सङ्गठित अपराधका विशेषताहरू भनेको यसलाई नयाँ बहुआयामिक अपराध भन्न सकिन्छ। त्यसै गरी सीमारहित अपराध, यसको कुनै पनि बााउन्ड्री हुँदैन। त्यस्तै सङ्गठनात्मक स्वरूप हुन्छ, यसको अर्गनाइजेसनल स्ट्रक्चर हुन्छ, जुन कुरा हामीले कर्पोरेट अर ग्रुप स्ट्रक्चर भनेर परिभाषामा समेत भनिसकेका छौँ। त्यस्तै गरी प्रमुख, उपप्रमुख र सदस्यहरूको व्यवस्था हुन्छ, साङ्गठनिक स्वरूप हुन्छ। दण्ड, सजाय र पुरस्कारको समेत व्यवस्था हुन्छ भने व्यावसायिक अपराध भनेर भन्ने गरिन्छ, प्रोफेसनल क्राइम भनेर भनिन्छ। त्यस्तै गरी प्रत्यक्ष अप्रत्यक्ष रूपमा आर्थिक लाभ गर्ने उद्देश्य हुन्छ यसको। त्यस्तै गरी धेरै देशमा सञ्जालहरू हुन्छ, मल्टिनेसनल चेन हुन्छ यिनीहरूको। त्यस्तै गरी चेन अफ कमान्डको व्यवस्था हुन्छ र वैचारिक उद्देश्य रहित हुन्छ यो भने यसलाई उच्च प्रविधियुक्त अपराध समेत भन्ने गरिन्छ। त्यस्तै गरी सङ्गठित अपराध रोकथामका उपायहरू के छन् उल्लेख गर्नुहोस् भनेर सोधेको छ। र यसको रोकथामका उपायहरू भनेको सीमा सुरक्षा व्यवस्थापनमा जोड दिने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन र नभएका कानुनहरूको निर्माण गर्नुपर्छ। त्यसै गरी सम्पत्ति शुद्धिकरण विभागको क्षमता अभिवृद्धि गर्नुपर्छ। त्यस्तै गरी सुशासनमा जोड दिई भ्रष्टाचार न्यूनीकरणमा पहल गर्नुपर्छ। रोजगारीको अवसरहरू सुनिश्चित गरिनुपर्छ। जनचेतना जगाउने कार्यहरू तथा कार्यक्रमहरू आयोजना गर्नुपर्छ भने राजनीतिक इमान्दारिता र उत्तरदायित्व बोध व्यक्तिमा सङ्गठनमा ल्याउन सक्नुपर्छ। त्यस्तै गरी खबरहरूको सङ्कलन गर्ने, इभ्यालुएसन गर्ने र सम्बन्धित निकायसम्म डिसिमिनेसन गर्नुपर्छ। त्यसै गरी युएन इन्टरपोलसँग सहकार्य गर्न सकिन्छ भने राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय, सहकार्य, सहअस्तित्वको भावना ल्यायो भने हामीले सङ्गठित अपराधलाई रोक्न सक्छौँ। त्यस्तै गरी प्रश्न नम्बर 4 तर्फ लागौँ। महत्त्वपूर्ण प्रतिष्ठान भन्नाले के बुझिन्छ? यस्ता प्रतिष्ठानहरूको सुरक्षा किन गर्नुपर्छ भन्ने भनेको छ। सरकारी, अर्धसरकारी, सार्वजनिक वा निजी सङ्घ संस्था आदि जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विशेष मूल्य र महत्त्व बोकेका आम नागरिकको हक हितका लागि निर्मित सङ्घ सङ्गठनहरूलाई महत्त्वपूर्ण प्रतिष्ठान भनेर भन्ने गरिन्छ। यस अन्तर्गत सरकारी भवन, हवाई अड्डा, टेलिफोन टावर, सैनिक बेसहरू, फ्युल डिपो, विमानस्थल, जेल, सेवा प्रवाह गर्ने अन्य स्थानहरू जस्तै पानी पिउने ड्याम, बिजुली उत्पादन गर्ने पावर हाउस, सञ्चार गृह, पुरातात्विक महत्त्वका स्थानहरू, दरबार, धार्मिक स्थल, मठ मन्दिरहरू, कूटनीतिक कार्यालय र पुल पुलेसाहरू, रेलमार्ग र राजमार्गहरू पर्दछन्। यस्ता संरचनाहरूको
सुरक्षा किन गर्नुपर्छ भनेर प्रश्न सोधेको छ। यसका यिनीहरू राष्ट्रका गौरव र सम्पत्तिहरू हुन्। महत्त्वपूर्ण प्रतिष्ठानहरू आम नागरिकको हक हित र सेवा सुविधाका लागि निर्माण गरिएका हुन्छन् भने यस्ता प्रतिष्ठानहरूको सुरक्षा गर्नु राज्यको प्रमुख कर्तव्य र जिम्मेवारी हो। त्यसै गरी यिनीहरू राष्ट्रिय पूर्वाधारहरू हुन् भने राष्ट्रको सुरक्षा र सरकारको विश्वसनीयतासँग जोडिएको हुन्छ। यस्ता सेवा प्रणालीमा हुने कुनै हानि नोक्सानी भएमा यसको असर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पर्न जान्छ, जसले गर्दा व्यापक रूपमा अफवाहहरू फैलने सम्भावनाहरू हुन जान्छ। प्रश्न नम्बर 5 तर्फ लाग्यो। विश्वका कुनै 5वटा प्रमुख जासुसी संस्थाहरूको नाम उल्लेख गरी प्रत्येक राष्ट्रले जासुसी संस्था स्थापना गर्नुको औचित्य के होला, आफ्नो राय व्यक्त गर्नुहोस् भनेको छ। विश्वका प्रमुख जासुसी संस्थाहरू सेन्ट्रल इन्टेलिजेन्स ब्युरो CIA अमेरिका, त्यसै गरी मोसाड इजरायलको, चाइनाको MSS, इन्डियाको रिसर्च एन्ड एनालाइसिस विङ र बेलायतको MI6 रहेका छन्, जसको स्थापना मितिहरू पनि दिएको छ। अमेरिकाको CIA 1947 सेप्टेम्बर 18, इजरायलको मोसाड 1949 डिसेम्बर 13मा, चाइनाको MSS 1983मा स्थापना भएको हो सन्, इन्डियाको र 1968 सेप्टेम्बर 21मा स्थापना भएको हो भने बेलायतको MI6 1909 AD-मा स्थापना भएको हो। जासुसी संस्थाहरूको स्थापना गर्नुको औचित्य के रहेको छ भन्ने प्रश्नको जवाफ अपराधको बारेमा पूर्व सूचना प्राप्त गर्नका लागि, प्रारम्भिक जानकारी हासिल गर्नका लागि, अनुसन्धानको दिशा निर्धारण गर्नका लागि, त्यस्तै गरी आतङ्ककारी गतिविधि र शान्ति सुरक्षा कायम गर्नका लागि, आन्तरिक र बाह्य सुरक्षासँग सम्बन्धित सूचनाहरू सङ्कलन गर्नका लागि, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुन नदिनका लागि, अपराधको सम्बन्धमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय कायम गर्नका लागि, अपराधीलाई कानुनी दायरामा ल्याई पीडितलाई क्षतिपूर्तिसहित न्याय प्रदान गर्नका लागि, गुप्तचरी र प्रतिगुप्तचरी अभियान सञ्चालन गर्नका लागि जासुसी संस्थाहरूको स्थापना गरिएको हुन्छ। त्यस्तै गरी प्रश्न नम्बर 6 रहेको छ। बोर्डर इन्टेलिजेन्स भन्नाले के बुझिन्छ? सीमा क्षेत्रमा के कस्ता अपराधहरू घटित हुने गरेका छन्? यसको रोकथाम नियन्त्रणका लागि के उपाय अपनाउनु पर्ला, आफ्नो राय व्यक्त गर्नुहोस् भनेर 2, 3 र 5 गरी 10 नम्बरका लागि सोधिएको प्रश्न छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि, तस्करी, हात हतियार, विस्फोटक पदार्थ, सीमा अतिक्रमण जस्ता राष्ट्रिय हक हित विरुद्ध कुनै पनि गैर कानुनी गतिविधिका सम्बन्धमा सूचना सङ्कलन, विश्लेषण तथा मूल्याङ्कन गरी प्रसारण गर्ने विधिलाई बोर्डर इन्टेलिजेन्स भनिन्छ। अथवा सीमा क्षेत्रमा हुने अपराधहरू के हुन् भनेर सोधेको छ, जस अन्तर्गत मानव तस्करी, धार्मिक अतिवादी क्रियाकलाप, आतङ्ककारी गतिविधि, हात हतियार, गोलीगट्टा र विस्फोटक पदार्थहरूको ओसार पोसार, त्यस्तै गरी लागु औषध र जाली नोटको कारोबार, वन पैदावार र वन्यजन्तुहरूको चोरी निकासी, भन्सार छली, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, हत्या हिंसा, साम्प्रदायिक हिंसा, जबरजस्ती करणी र साइबर अपराध जस्ता अपराधहरू सीमा क्षेत्रमा हुने गरेका छन्। सीमा क्षेत्रमा हुने अपराधहरूको रोकथामका उपायहरू के हुन सक्छन् भनेर सोधेको छ। सीमा सुरक्षा मजबुत बनाउने, शान्ति सुरक्षा कायम गर्ने, त्यस्तै गरी अन्तर्सीमा समन्वयलाई प्रभावकारी बनाउने, सीमा क्षेत्रहरूमा विदेशी सवारी साधनहरूको चेक जाँच नियन्त्रणलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, त्यसै गरी सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधिहरूको सूचनाको प्रभावकारी रूपमा सङ्कलन
विश्लेषण र सम्बन्धित निकायमा सम्प्रेषण गर्ने, कलेक्सन, इभ्यालुएसन र डिसिमिनेसन CED भनेर भन्ने गर्छौँ, यो गर्ने काम पनि गर्नुपर्छ। त्यसै गरी मुख्य सहायक नाकाहरूमा अथवा गौडाहरूमा को पहिचान गर्ने र तिनीहरूको सूक्ष्म रूपमा मूल्याङ्कन, विश्लेषण र अपराधिक क्रियाकलापहरूको नियन्त्रणमा सहयोग गर्ने। त्यसै गरी शङ्का लागेका व्यक्तिहरूको खानतलासी, बरामद र पक्राउ गर्न सहयोग गर्ने। त्यसै गरी सीमा अतिक्रमणको प्रतिवेदनलाई तीव्र रूपमा सञ्चालन गर्ने। यसरी हामीले सीमा क्षेत्रमा हुन सक्ने अपराध र तिनलाई न्यूनीकरण गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौँ।